अबुधाबी मंदिर को विजिट कर सकिसक्यो। हेलो नमस्ते, वेलकम टू माई चैनल। वी आर गोइंग टू द अबुधाबी टेम्पल, हिंदू मंदिर। मेरो साथी नमस्ते। यो चाहिँ म हो हैन। वी आर गोइङ टु द अबुधाबी टेम्पल। तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। ल हेरेर साथ दिनु होला। हामी चाहिँ अब बुढीलाई लिन जाँदै। के छ त नि साथी, कस्तो हुँदैछ मर्निङ? सही हो। हामी चाहिँ रुमबाट निस्किसक्यौँ फाइनली। हामी चाहिँ अल्फुर्जन बुढी बस्ने ठाउँमा आइपुग्नु आयो फाइनली। ब्रोको गाडी चाहिँ खडा, म्युजिक चल्दैछ होइन। वेलकम ब्याक गाइज। म चाहिँ बुढीको बिल्डिङ अगाडि बुढीलाई वेट गर्दैछु। आज हामी जाने गाडी चाहिँ यही हो, 7 सिटर मेरो साथीको। आज हामी अबुधाबी टुर मन्दिर। फाइनली मेरो बुढी पनि आइपुग्यो होइन। मेरो भ्लगमा मेरो बुढीलाई स्वागत छ। लभ यु बुढी, लभ यु लभ यु। राम्री भएर आएको, कति राम्री भएको, खै त मैले साह्रै। ल हामी चाहिँ अब कस्तो फिल हुँदैछ बेबो अबुधाबी? एकदम एक्साइटेड छु। ल फाइनली मेरो बुढीलाई मैले मेरो गाडी चढाएँ। ल हामी चाहिँ अब टक्कल भएर जाँदैछौँ। भ्लग छुट्नु भएन, अरू जे छुट्यो नि। ओ माय गॉड। ए भिडियो पो गर्छ त। हामी चाहिँ अबुधाबी अब लगभग पुग्न लाग्यौँ। तर अबुधाबी दुबई जस्तो रमाइलो चाहिँ छैन। जहाँ हेरेर रम्बल बाइक केही देखिन। फाइनल्ली हामी चाहिँ लगभग अबुधाबी मन्दिर पुग्न लाग्यौँ होइन। गाडी देखिँदैछ। ल बाटो चाहिँ खडा हो, सबैले बाटो चाहिँ बनाएको। कतिसक्यो? बारी जानुभयो पछाडि। हामी चाहिँ आइपुग्नु लाग्यो। हामी चाहिँ लगभग आइपुग्यो अबुधाबी मन्दिर। रजिस्ट्रेसन चाहिँ यहाँ देखाइरहेको छ त। रजिस्ट्रेसन गर्नु पर्यो नि त। पहिला रजिस्ट्रेसन गर्न जाँदैछौँ। भिजिटर ओन्ली अगाडि होला सर। त्यो त नो भन्दैछ, नो इन्ट्री लेखिरहेको छ। हेलो बेबो, हाउ वाज योर डे? गुड। हामी चाहिँ रजिस्ट्रेसन गर्न जाँदैछौँ। रजिस्ट्रेसन मोस्ट इम्पोर्टेन्ट हेयर इन हिन्दू मन्दिर। फाइनली हामी चाहिँ अबुधाबी मन्दिरभित्र स्क्यानहरू सबै गराएर टिकटहरू अप्रुभ भइसकेपछि हामी छिरिसक्यौँ। अब चाहिँ हामी अबुधाबी मन्दिर अझै प्रवेश गर्नको लागि वेटिङमा छौँ है त। मन्दिरको भाइब नै अलग हुन्छ। मन्दिर भने मन्दिर हो। दुबई जस्तो यो युए जस्तो देशमा पनि यति ठुलो भव्य मन्दिर, हिन्दू मन्दिर साँच्चै नै राम्रो छ। जय श्रीराम, जय श्रीराम। हामी चाहिँ प्रवेशद्वारभित्र अब मन्दिर छिर्दै। मेरो बेबो कति हेप्पी छौ? एकदम। मेरो साथी कस्तो हुँदैछ अबुधाबी टुर हिन्दू मन्दिर? पानी खाने में
That's in Abu Dhabi Mandir already. देखो ना गाइस, अबू धाबी मंदिर, हिंदू मंदिर, राम मंदिर। मेरो बेबो भिडियो लिँदैछ। बेबो भिडियो है। अगाडि फर्किने ल यता फर्किने देखो ना गाइस, जय श्री राम। जय श्री राम। जय श्री भगवान को वीडियो बनाना देखो ना गाइस गो सीधे जाओ, बिस्तारै जाऊ। अनि नमस्ते गर भगवानलाई, माथि हात माथि। जय शम्भो जय भन, जय राम। हामी चाहिँ अबु धाबी मन्दिरको भिजिट गरेर सकिसक्यो। यो चाहिँ अबु धाबी मन्दिरको यहाँ चाहिँ 360 भ्यू है यो चाहिँ। हामी चाहिँ अबु धाबी मन्दिरको भिजिट गरेर सकिसक्यो। यो चाहिँ अबु धाबी मन्दिरको यहाँ चाहिँ 360 भ्यू है यो चाहिँ। हामी चाहिँ अबु धाबी मन्दिरको भिजिट गरेर सकिसक्यो। यो चाहिँ अबु धाबी मन्दिरको यहाँ चाहिँ 360 भ्यू है यो चाहिँ। हामी चाहिँ अबु धाबी मन्दिरको भिजिट गरेर सकिसक्यो। यो चाहिँ अबु धाबी मन्दिरको यहाँ चाहिँ 360 भ्यू है यो चाहिँ। 360 भ्यू बनाउँदैछु मैले अबु धाबी मन्दिरको। तपाईँ भिडियो 60 के बनाउँनु रातिमा चाहिँ त्यहाँ आरती भएको हुन्छ यस्तो राम्रो। मान्छेहरू बस गर्न त एकचोटि लो 25 सेकेन्ड बनाउनु हुँदैन। मेरोमा पोस्ट गर्नु भर्खर सुरु गरेर नजिक नजिक हिँड्नुपर्ने। त्यही टेम्पलमा घुम्दैछौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, एकदम मनै प्रफुल्ल हुने टाइपको माहौल छ। एकदम मन शान्ति भएर एकदम यो मन्दिर साँच्चै नै यस्तो शान्ति छ नि। कस्तो हुँदैछ सर? यो चाहिँ हामी एक राउन्ड लगाइयो। एक राउन्ड लगाइसकेपछिको भिडियो हो यो चाहिँ। एकदम राम्रो छ अबु धाबी मन्दिर। तपाईँहरू पनि यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ। आउनु
तर कालो आयो यार। त्रिको ये सकियो है हाम्रो अबुधाबीको दर्शन गरेर। अब जुत्ता लगाउन जाँदै यसलाई चाहिँ बजाइराख। हाम्रो अबुधाबी ट्रिप मन्दिरको दर्शन सकेर हामी फर्किँदैछौँ। अब फर्किने दुबई अबुधाबी अब सकियो। हेलो सर, रमाइलो भयो? एकदम रमाइलो भयो। फोटो भिडियो लगभग कति 200वटा खिच्यो होइन? मेरो बेबो कस्तो भयो तिम्रो आजको मन्दिर दर्शन? एकदम रमाइलो भयो। रमाइलो भयो नि? दर्शन गरेँ। टिका लगाउनु पैसा दिनुपर्ने हो। हामी चाहिँ सेल्फी स्पटमा, यहाँ चाहिँ सेल्फी हान्ने ठाउँ रहेछ। टक्क मन्दिरको भ्यू हेर्दै। तर नाइटमा झन् राम्रो देखिन्छ होला है यो बत्ती सत्ती बाल्दाखेरि। यो चाहिँ 360 भ्यू, पछाडि राम मन्दिर। सक्यो मन्दिर घुमेर पनि है, रमाइलो भयो। एकदम खुसी भयो म। लाउनु हामी सिधै जान्छौँ है। ल ल फर्किनु होइन यसो ल ल ल ल ल तर
मन्दिर भन्छ नि त केटाहरूले त मन्दिर गयो ल ल ल